गोर्खाको सपना मेरो सपना भनेर भोट बटुलेर लिएर गएका थिए। तर आज त्यही प्रधानमन्त्रीले उहाँको सम्बोधनको क्रममा गोर्खा शब्द समेत बिर्सिदिए। आज तपाईहरु समक्षमा म एउटा महत्त्वपूर्ण विषय लिएर आएको छु। सबैलाई नमस्कार। आज देशका प्रधानमन्त्री नरेन्द्र मोदीजी उत्तर बंगालको भ्रमणमा आएका थिए। त्यही अलिपुरद्वारमा 2016 मा आजभन्दा लगभग 9 वर्ष अगाडि आएर 11 जनजातिको नाम उच्चारण गरेर भोट बटुलेर गएका थिए। त्यही उत्तर बंगालको प्रांगणमा 2014 को चुनाव अगाडि आएर यही उत्तर बंगालमा बागडोग्रा नजिक आएर गोर्खाको सपना मेरो सपना भनेर भोट बटुलेर लिएर गएका थिए। तर आज त्यही प्रधानमन्त्रीले उहाँको सम्बोधनको क्रममा गोर्खा शब्द समेत बिर्सिदिए। गोर्खा शब्द त छोड्दिनुहोस्, गोर्खाको दार्जिलिङ पहाड़को निर्वाचित एमपी सम्मलाई सम्बोधन गर्नु सकेनन्, विधायकहरूको त कुरै छोड्दिनुहोस्। आज एउटा कुरा स्पष्ट भयो, गोर्खा जातिप्रति भारतीय जनता पार्टीको अनि देशको सरकारको नियत के छ भन्ने चाहिँ आज स्पष्ट भएर गयो। तपाईहरुले हामीलाई मन नपराउनु होला, व्यक्तिगत तौरमा केशवराज पोखरेल अनि थापाहरु मन नपर्ला, तर यो सोच्ने समय आएको छ। हेर्नुहोस्, जुन आशामा आज हामी 15-20 वर्षदेखि भोट लाउँदै गइरहेका छौं, एमपी भोट खेर फ्याँकिरहेका छौं, एमएलए को भोट खेर फालिरहेका छौं, हामीले बार बार भन्दै आएका थियौं हाम्रो भोट निलाम हुँदैछ, हाम्रो भोट खेरो जाँदैछ भनेर। आज त्यो प्रमाण सत्य, आज त्यो कुरा सत्य प्रमाण भयो। आज दार्जिलिङको निर्वाचित सांसद त ग्रुप डी स्टाफ पिउन जतिको पनि औकात रहेन त्यो आज अलिपुरद्वारको सभामा। एमएलए को त कुरै छोड्दिनुहोस्। मलाई लाग्छ दार्जिलिङका सांसद अनि यहाँका विधायकहरू, बीजेपीका विधायकहरूको अलिकतिमा पनि खुनमा गोर्खाको खुन अलिकति बग्छ भने 24 घण्टा रिजाइन गरेको राम्रो। सम्मान छ यो गोर्खाको, यो टोपी जोगाउनुपर्छ तपाईहरुले। आज यो टोपीको सम्मान रहेन। 2014 मा 2016 मा प्रधानमन्त्रीलाई जुन यो टोपी लगाइदिनु भएको थियो, त्यो टोपीको हिसाब माग्न दिन आयो। आज यो टोपी भुइँभरि पारेर गएका छन् प्रधानमन्त्रीले। यसको जवाबदेही कसले गर्ने? जति पनि संघ संस्थाहरू तपाईहरुले 2014 मा 2019 मा बीजेपी गोर्खाहरूको हितैषी हो भनेर भोट माग्नु भयो, तपाईहरुले किन अहिलेसम्म पत्रिका व्यक्त गर्नु हुँदैन? तपाईहरु किन मौन हुनुहुन्छ? के गोर्खाको खुन केवल भोटको बेलामा प्याकेज थाप्न मात्रै गोर्खाको खुन के रे गोर्खा हितको याद आउँछ तपाईहरुलाई? हैन भने सबै बोल्नुहोस्। म पार्टीगत हैसियतमा मेरो व्यक्तिगत एउटा युवा भएर बोल्न चाहन्छु। हामीले 20 वर्ष हाम्रो उमेर दियौं, हाम्रो भोट दियौं यो पार्टीलाई, अनि आज आएर तपाई र मेरो मुद्दा त हैन, गोर्खा शब्द पनि बिर्सिएर गयो। हामी कहाँ रहछौं? हाम्रो औकात के रहेछ? सांसद राजु विष्टलाई आज ग्रुप डी को पिउन जति पनि सम्झेनन्। उहाँले आफै प्रेस वार्ता मार्फत भने, अनि अलिकति उहाँको चेत खुलेछ, आज सत्य बोले, त्यसको निम्ति चाहिँ धन्यवाद दिन चाहन्छु। तर यदि साच्चै नै गोर्खाको खुन बग्छ तपाईहरुमा भने तपाईहरुले छोड्दिनुहोस् त्यो पार्टी। यदि तपाईको पोस्टबाट रिजाइन गर्नु सक्नु हुँदैन, एमएलए बीजेपी को एमएलए र सांसद दार्जिलिङ पहाडको 2 जना बीजेपी को एमएलए अनि दार्जिलिङ पहाडका सांसदले भने, अनि कालचिनेका विधायक तपाई गोर्खाको तपाईकोमा खुन छ भने तपाईले तपाईको पोस्टबाट रिजाइन गर्न सक्नु हुँदैन भने भाजपाबाट तपाईहरु परित्याग गरेर पुरै इन्डिपेन्डेन्ट बस्नुहोस् तपाईहरु। हेर्नुहोस्, आज सोच्ने समय आएको छ। म सबै जनसाधारणलाई आह्वान गर्न चाहन्छु। 2021 मा अमित शाहले लेबुङमा आएर ढाँटेर गए। तपाईले 4 वर्ष अगाडि हालेको भोटको हिसाब किताब त छैन। 2014 देखि आजसम्म तपाईहरुले भोट सबै खेरमेते फाल्नु भएछ। दार्जिलिङ पहाडको युवाले उमेर खेर फालेछन् भन्ने आज यहाँनिर प्रमाण भएको छ। सबै राजनीतिक पार्टीहरू यो टोपी मलाई मात्रै सुहाउँछ भन्ने राजनीतिक पार्टीका नेताहरू आज कुन दुलोमा छन्? तपाईले सघाएको प्रधानमन्त्रीले गोर्खा शब्दलाई भुलिसके। अब मुद्दा त परै छोड्दिनुहोस्। जति जना पनि 2014-19 मा तपाईले सघाउनु भयो, 19 मा अहिले नयाँ पार्टी खोल्नु भएको छ, तपाईहरुको उत्तरदायित्व हो। हामीले 2017 देखि भन्दै आएको यो पार्टीले गोर्खालाई डुबाउँछ। यो पार्टीको पर्मानेन्ट पोलिटिकल सल्युसन भनेको गोर्खालाई दार्जिलिङ पहाडमा अल्पसंख्यक बनाउनु हो, अल्पमतमा लानु हो, यहाँको डेमोग्राफी चेन्ज गर्नु हो। एनआरसी लगाएर तपाई र मलाई 1950 को कागज मागेर के रे हामीलाई यहाँ विदेशी बनाउनु हो। हामीले कहिलेदेखि भन्दै आएको छौं सबैलाई
म कुन चाहिँ पार्टीमा छु, मेरो रङ कुन चाहिँ भनेर यो कन्टेन्टमा तपाईहरुले याद गर्नु। सबै बौद्धिक समाजलाई, बौद्धिक जमातलाई म अपील गर्न चाहन्छु। आज जति पनि विश्लेषकहरु हुनुहुन्छ, तपाईहरु पत्रकार दाजुभाइहरु हुनुहुन्छ, साहित्यकारहरु हुनुहुन्छ, तपाईहरुले मुख खोलेको हुनुपर्छ। यत्रो ठुलो डुवर्समा हाम्रो कति पर्सेन्ट छ? अलिपुरद्वार जहाँनिर आएर उहाँले सम्बोधन गरे त्यहाँनिर लगभग हामी 20% 25% भन्दा बेसी हाम्रो भोटर्स छन्। नर्थ बेंगालमा अलिपुरद्वारका त्यही उतापट्टि कालचिनीमा गोर्खा विधायक छन्। यहाँ त छोड्दिनुहोस्, पहाडमा त बिर्से, तर त्यही उतापट्टि कालचिनीको विधायक पनि गोर्खा छन् भन्ने बिर्से। भनेपछि सम्पूर्ण तराई डुवर्सको गोर्खा दाजुभाइहरु जसले बीजेपीलाई तपाईँहरूले कहिले सुन्नु भएन, बीजेपी चाहिँ हाम्रै हो, कुल भित्रको घर भित्रको भणार कोठाको भन्नुभयो, आज औकात देखाइदियो। त्यसले गर्दाखेरि भारत सरकार भनेकै प्रधानमन्त्री हो, यहाँदेखि माथि अरु केही पनि छैन। अनि प्रधानमन्त्रीले नै आज आएर चाहिँ गोर्खाको शब्द बिर्सिसकेपछि, किनभने आइयो पहिले भोट छैन, भोटमा मात्रै गोर्खा शब्द याद आउँछ, भोटमा मात्रै गोर्खाको सपनाहरू याद आउँछ। त्यसले गर्दा याद गर्नुहोस्। सबैलाई अपील गर्न चाहन्छु, फेरि पनि सांसद राजु विष्टलाई, दार्जिलिङका दुईजना विधायकहरूलाई, तपाईहरुकोमा गोर्खाको खून छ भने, अनि दार्जिलिङको भाजपाको जिल्ला अध्यक्षलाई, दार्जिलिङमा भाजपा गर्ने साथीहरूलाई तपाईहरुमा अलिकति पनि जातिप्रतिको माया छ भने, जुन तपाईहरुले भन्नुहुन्छ नि मनभित्र जातिप्रतिको माया छ भने, आक्रोश व्यक्त गर्नुहोस्, त्यो पार्टी छोड्नुहोस्। अनि सबै बौद्धिक जमातलाई म अपील गर्न चाहन्छु, तपाईहरुले मनन चिन्तन गर्ने दिन आएको छ। याद गर्नुहोस्, आज सांसदले आफ्नो प्रेस स्टेटमेन्टमा भनिदिए कि बीजेपीलाई चाहिँ गोर्खा शब्द चाहिँ भोटको बेलामा याद आउँछ भनिसकेपछि कुरा सकिगयो। अनि प्रधानमन्त्रीले एउटा शब्द पनि उच्चारण नगरेपछि कुरा सकिगयो। त्यसले गर्दाखेरि दुःख लागेर आज हामीलाई हेर्नुहोस्, राजनीतिक रूपमा बीजेपी हाम्रो विरोधी दल होला, हामी अर्को ध्रुवपट्टि छौं होला, तर गोर्खा भएको नाताले हामीलाई पनि काहीँ न काहीँ भित्रबाट आज केही हुन्छ कि भन्ने जहिले पनि सानो आशा रहन्छ। किनभने हामी पनि गोर्खाल्यान्ड आन्दोलनको केसहरू अझै धाइरहेका छौं। हामी पनि गोर्खाल्यान्ड आन्दोलन गर्दाखेरि 18-20 महिना जेल पसेकाहरू हौं। हामी पनि गोर्खाल्यान्ड आन्दोलन गर्दाखेरि उमेरभन्दा बेसी केस खाएकाहरू हौं। तर आज दुःख लागेर आयो। सम्पूर्ण युवा जमातलाई विशेष म अपील गर्न चाहन्छु, हाम्रो उमेर खानेहरूलाई, भोटको निलामी, हाम्रो भोटको हाम्रो जुन एउटा संवैधानिक हकको बारम्बार डस्टबिनमा हाल्नेहरूलाई अब तपाई र म सजग र सचेत भएर जवाब दिने समय आएको छ। र सबै बौद्धिक जमातलाई, विश्लेषकहरूलाई, समाजका सचेत वर्गलाई तपाईहरु अगाडि आएर यसको विरोध गर्ने, अनि गोर्खाले न्याय खोज्ने दिन आयो अब केन्द्र सरकारकोबाट, अनि यसको विरोध गर्नुहोस् भन्ने म यहाँबाट अपील पनि गर्न चाहन्छु। अनि आजको जुन प्रधानमन्त्रीको वक्तव्यको म पार्टीको पक्षबाट, व्यक्तिगत पक्षबाट, अनि सम्पूर्ण दार्जिलिङ पहाडको पक्षबाट घोर विरोध पनि गर्न चाहन्छु। धन्यवाद।